Good morning everyone. मेरो नाम चाहिँ बुदाङ हो अनि अहिले चाहिँ ट्याक्क बिहानको सुरुवात भइसकेको छ अनि आज चाहिँ हाम्रो विक्समा 2 दिन छुट्टी हुन्छ हप्तामा हैन। हिजो र आज छुट्टी थियो, हिजो अब त्यस्तो भइगयो, आज छुट्टी छ। आजको दिनचर्याहरू के हुन्छ, कस्तो हुन्छ, कहाँ गइन्छ, के गरिन्छ, स्टे ट्युन। म बस्ने सिडी चाहिँ यही हो, यसलाई चाहिँ मिडियास भन्छ। तर यस्तो हो फेरि यहाँको मान्छेहरूले चाहिँ प्रोनाउन्सिएसनमा मिडियास के भन्छ, तर त्यो उनीहरू कस्तो अलिक पुलिसलाई पनि पुलिस भन्दैन, पुलिसिया के भन्छ, अलिक उनीहरूको प्रोनाउन्सिएसन हामीभन्दा अलिक भिन्नै हुन्छ क्या, वर्डहरू नै हाम्रोभन्दा अलिक भिन्नै हुन्छ क्या उनीहरूको। म चाहिँ टक्क भर्खर उठेको होइन, टक्क यहाँनिर आम्मामा कुकुर हो कि के हो, आम्मामा सानो छैन त यो त, हेर न यहाँनिर भालु जस्तो छ त। यो चाहिँ अर्को कुकुर रहेछ फेरि, यो चाहिँ भालु जस्तो छ त, कुकुर हो कि भालु हो राम, यस्तो छ सानो कुकुर हो कि भालु हो यो अप्पर छ त, लुक्स त अप्पर दियो त यार। यहाँ चाहिँ फेरि अर्को छ, यो पनि यसकै कुकुर होला, तर यो चाहिँ अलिक ल यस्तै हो। यहाँनिर देशअनुसार भेष भने यस्तै हो, यहाँ अलिक जाडो हुन्छ, त्यही भएर यो चाहिँ हाम्रोतिर त यस्तोलाई के भन्छ, भोटे कुकुर। यहाँको चाहिँ केही त्यस्तै केही ब्रिडहरू होला, आफ्नोतिर चाहिँ भोटे कुकुर भन्छ यसलाई। अनि अर्को कुरा होइन, यहाँनिर गाडीहरू चाहिँ प्रायः मैले सबै भिडियोमा भन्ने गर्छु, गाडीहरू चाहिँ प्रायः यहाँनिर BMW मात्रै। यो अहिले पछाडि देखिराखेको पनि के बोल्बो के को होला, तर प्रायः जस्तो 10वटा गाडी कुद्दा 8वटा 7वटा चाहिँ BMW हुन्छ, अनि अरू मर्सिडिजहरू हुन्छ, अनि त्यस्तो वल्भोहरू केहरू जस्ट उताको जस्तो त्यो सुजुकी, त्यो के अरे होन्डाई के हुन्छ कारहरू कुन हुन्छ, त्यो के प्लक के अरे त्यस्तोहरू केही हुँदैन यहाँनिर। त्यो जोतको मालहरू नै हुँदैन भनौँ न होइन, त्यो जोतको मालहरू हुन्छ, तर यहाँनिर जस उनीहरूले नकिनेको होला नि राम्रो हुन्छ क्या। त्यस गाडीहरू चाहिँ अलिक राम्रो, अलिक बाइकहरू चाहिँ यहाँनिर इम्पोर्टेन्ट होइन, सोकिनहरूले मात्रै राख्ने क्या। यहाँ चाहिँ बाइकको चाहिँ अब्बर महत्त्व छ क्या, यहाँनिर देखिँदैन क्या बाइक चाहिँ, त्यो समटाइम मात्रै देखिन्छ, अब्बर महत्त्व छ यहाँनिर बाइकको चाहिँ। भनेको चाहिँ अब हामीलाई चाहिँ क्या चिज जस्तो लाग्छ क्या बाइक चाहिँ यहाँनिर। अब उता नेपालमा त जातपाइ त्यतै हुन्छ, तर यहाँनिर चाहिँ अब्बर सोकिनहरूले मात्रै राख्छ। त्यो पनि बाइकहरू पनि त्यो 400cc प्लसकोहरू हुन्छ क्या, कुनै पनि त्यो 100-200cc हुँदैन क्या, 400cc प्लसको। मैले अहिले तपाईँलाई कुन देखिसकेँ, डट बाइकदेखि, अनि KTMको RC देखेँ, RC नै होला हो, यिनीहरू मात्रै होला क्या 200cc जस्तो लाग्छ मलाई चाहिँ। अनि अर्को BMWको त्यो ट्राभल बाइकहरू हुन्छ नि, त्यो एडभेन्चर बाइक त्यस्तो धेरै देखिसक्यो, तर मलाई यो नाम चाहिँ याद भएन। तर फेरि यहाँ बाइकहरू चाहिँ कसम भनेको बबाल कुदाउँछ, कसम अब्बर बबाल पुरै क्या। अब स्पोर्ट बाइक छ भने पुरै सेटअपहरू लगाएर के सबै बुट, ग्लोभ्स, पेन्ट, त्यो के हुन्छ पेन्ट, भेस्टहरू सबै त्यो सेटै लगाएर क्या, हेलमेट पनि अब्बर राम्रो। अनि ट्राभल बाइक छ भने त्यस्तै अब्बर क्या। अनि त्यही हो, कसले मलाई फलो गर्नुभएको छैन फलो गर्नु होला। मेरो नाम चाहिँ बुदाङ लिम्बू, अनि म चाहिँ अहिले मिडियासमा छु। त्यही हो, बोल्दै गर्नुपर्छ, भेट्दै गर्नुपर्छ, फलो गर्नु, सब्सक्राइब गर्नु, त्यही हो, भइहाल्छ। अलराइट, पड्का भिडियो गरिदिएको त कहाँ पड्काइदिएको, ट्याक्कै भिडियो गरेको त पछाडि चाहिँ 360 राखेको रहेछ होइन। यो चाहिँ पार्क हो, म चाहिँ सिङ्गल हो होइन। यो पार्कमा जसरी फुलहरू सजिरहेको नि हजुरहरू चाहनुहुन्छ नि, मैले पनि त्यसरी नै सजाएर राख्न चाहन्छु हजुरहरू। अलराइट, म चाहिँ सिङ्गल हो है। यहाँनिर सहर चाहिँ राम्रो सहरमा छु, मिडियास भन्ने। यहाँनिर केटाहरूसँग मार्केट यहाँ छ अरे हो, चाइनिज मार्केट के भन्दैछ ट्याक्क। अब
ल यहाँनिर चाहिँ फेरि दोकानहरू पनि कस्तो हुन्छ भने अब नेपालको जस्तो भिजिबल हुँदैन क्या लुकाएर राख्छ अब यस्तो हुन्छ होइन यस्तो भित्र पो दोकान हुन्छ त तर ठाउँहरू चाहिँ बबाल है आम्मा हाँक्रा हो ठाउँहरू चाहिँ नट ब्याड क्या ठाउँहरू त कसम भनेको यहाँनिर त अब सब चाइनिज मार्केट हो चाइनिज मार्केट ल हामी चल्दिएको ल गाडीहरू चाहिँ फेरि प्रायः जस्तो यहाँ BMW प्रायः जस्तो क्या 10वटा गाडीमा 8वटा चाहिँ BMW को हुन्छ अनि अरू अरू भोलि चाहिँ अब हाम्रो छुट्टी हो त्यही भएर आज दोकानहरू सर्ट हान्ने क्या बरु बेलुका ढिलोहरू पनि केही छैन नगको कुरा नगर गौरव होइन तिमी नघोला म नघोल्न नि बा दुईटाको बेटल हुन्छ आज यहाँनिर कसम भनेको होला एउटा राम्रो क्यामेरा स्यामेरा राम्रो ठाउँमा टक्क होइन मजाले लाइटिनिङहरू मिलाएर एङ्गलहरू मिलाएर गऱ्यो भने यहाँ कसम एउटा फिल्मै बनिन्छ क्या ब्लग पनि फिल्मै जस्तो हुन्छ कसम भनेको कस्तो ब्रान्ड ठाउँहरू चाहिँ गुगल गर्नु सक्नुहुन्छ अब मिडियास भन्नुहोस् होइन दामी छ यो चाहिँ पार्क हो होइन यस्तो पार्कहरू त यहाँभन्दा पल्लो साइड फेरि कस्तो बबाल छ मान्छेहरू पनि त्यहाँ त लाबेस हुन्छ फेरि यहाँदेखि उता आएर भने फेरि गाउँ आम्मा गाउँ अनि यहाँ त कस्तो क्या ताप्लेजुङ जस्तै जङ्गलहरूको बिचमा गाउँ छ नि ए सहर छ नि त्यस्तै हो भने तर यो चाहिँ अलिक ठुलो होला ताप्लेजुङमा जस्तो लाग्छ मलाई होइन ठुलोहरू छ अनि कम्पनीहरू पनि धेरै छ क्या यहाँनिर चाहिँ बाइकहरू फेरि यस्तो हुन्छ यी बाइकहरू चाहिँ फेरि यस्तो मात्रै हुन्छ है ए त डट बाइक पो रहेछ ए यो त आरसीहरू रहेछ तर यहाँनिर प्रायः जस्तो भनेको मैले आजै देखेको फेरि यस्तो यो आरसीहरू चाहिँ यो डट बाइक चाहिँ नत्र प्रायः जस्तो यहाँनिर BMW होइन 400cc भन्दा माथि गाडीहरू मात्रै हुन्छ क्या अनि घरहरू पनि कस्तो क्या अर्कै खालको क्या म त कस्तो त्यो डोरीमनको फिल्म हेरेको जस्तो लाग्छ डोरीमनको फिल्ममा क्या डोरीमनको त्यो उयो छैन त्यस्तैमा त्यो टाइम लाइनमा छिरिम जस्तो लाग्छ नि मलाई त्यस्तो कसम भनेको यो चाहिँ यहाँको चर्च है यस्तो हुन्छ पड्का भिडियो गरिदिएको त कहाँ पड्काइदिएको ट्याक्कै भिडियो गरेको त पछाडि चाहिँ 360 360 राखेको रहेछ होइन कस्तो बगाल आम्मा फेरि भ्यू देखाइदिन्छु ल इ हेर जङ्गलमा घर क्या आम्मामा सेम कसम भनेको यार कसम भनेको सेम क्या गाउँ घरमै छु जस्तो लागिरहेछ क्या साँच्चै भनेको तर यहाँ अलिक पानी चाहिँ अलिकति गनाउँछ होइन तर मैले भनेको त घरहरू यस्तो मात्रै हुन्छ होइन अनि यस्तो रुखहरू झर्छ मोबाइल झर्छ 0.5बाट गर्दा पनि आम्मा कहिले हुने नि हाम्रो घर चाहिँ यस्तो ल सब कस्तो गर्नु रे सबैजनाले लाइक सब्स्क्राइब शेयर गरेर एकदम युट्युब च्यानल एकदम बनाउनु पर्यो है ल अब मलाई आफैलाई बेस्ट अफ लक यो चाहिँ अपार्टमेन्टहरू हो गाडी त भन्नै पर्दैन डाइरेक्ट BMW अपार्टमेन्टहरू रहेछ है यो चाहिँ ल हामी चाहिँ अब चाहिँ कस्तो फाल्टै ठाउँ आयो जस्तो भइरहेछ यस्तो छ है भाइब्स चाहिँ कता भन्नु अब इन्डियाको तर इन्डिया भन्दा तर 10, 20, 30 टाइम्स इम्प्रुभमेन्ट क्या इन्डिया भन्दा त्यस्तै भाइब्स आइरहेछ क्या
अब अहिले चाहिँ हामी चाहिँ मार्केट खोज्दै हिँडेको चाइनिज मार्केटहरू छ अरे यहाँनिर होइन सजिलो हुन्छ नि त हामीलाई छुट्टीको बेला यसो डुलो होइन अनि त्यही अब ड्युटी बेला ड्युटी गर छुट्टीको बेला छुट्टी त्यो चाहिँ स्कुल रहेछ यार स्कुल पनि यस्तो हुँदो रहेछ यार यहाँनिर स्कुल रहेछ ल यहाँनिर नि फुड पार्क चाहिँ छ है फुड पार्क यहाँनिर पनि यो सबै हो यहाँनिर हुन्छ तर आज यो सटर्डे सन्डे चाहिँ हुँदैन होइन आज मेरो चटपट पसल बन्द छ है पानीपुरी चटपट पसल भोलि बिहान ठिक 6 बजे आउनु होला है अलराइट ल यहाँनिर यो सटर्डे र सन्डे चाहिँ यहाँनिर सबैको छुट्टी हुन्छ प्रायः जस्तो कमै मात्रै हुन्छ होइन तर यहाँ पनि फेरि फुड पार्क चाहिँ छ है यहाँनिर सबै फेरि उयोहरू कम्ता छैन यार यो उयोहरू फलफुलहरू यो उयोहरू अत्रो अत्रोको खरबुजाहरू पनि योमा टाउको भन्दा 2टा टाउको 3टा टाउको हुने गरेको छ बाइक त अब लभली छ त हो बाइक त यहाँको माडहरू चाहिँ यस्तो छ है प्रायः जस्तो फेरि यिनीहरूले खाने भनेको प्रायः रोमनियनहरूले खाने नि यस्तो मात्रै हो बेकरी आइटमहरू मात्रै खान्छ प्रायः यिनीहरूले यस्तोहरू मात्रै त हामी यस्तो खानै सकिँदैन ल भिडियो गरेको है भयो मजा आयो सबै सपिङ भयो होइन बस्दिनु पऱ्यो ल भर भयो के भन्नु र यस्तै छ 25-30 दिन एक महिना भनेर आइयो होइन रोमनिया भन्ने ठाउँ आएर खाना खान पनि गाह्रो भयो कि यो त गाउँतिर यो दार्चुला यो हुम्ला जुम्लातिर रासनहरू बोकेर हिँडेको जस्तो भयो कहिले त्यहाँको जनताले सुविधा पाउने र यहाँ हामी विदेश आएको जनताले कहिले सुविधा पाउने भन्ने मात्रै त्यही हो मेरो कुरो ताली बज्छ नि केटा क्रस बसेपछि दिन्छ ल अब चाहिँ त्यहाँ पार्कमा टक्क बसेको पुरा काँधहरू कस्तो दुखिरहेछ काँधहरू चाहिँ किन भन्दा त्यो पुरा त्यो सुत्ने ओछ्यान उपर धेरै उयो छ कि यो लो फलाममा त्यो लुचलुच धेरै छ त्यही भएर घाँटीहरू कस्तो दुखिरहेछ क्या यो चाहिँ पार्क है यो चाहिँ अर्को पार्कै बबाल पार्क हो बबाल यो चाहिँ लगभग अप्पर बबाल छ पार्क चाहिँ ल फुलदेखि लिएर पुरै हरियाली हो पुरै एकदम आनन्दको है घुम्न ठाउँ कहीँ नपाउनु भएको भए रोमनिया आएर यो के भन्छ अरे मिडियास यो हाम्रो सिबियुको मिडियासमा आएर घुम्नु होला है आनन्द फिल लिनु होला बबाल छ हाम्रो चाहिँ होइन जस यो चाहिँ पार्क हो कसम अब्बर लभली छ यार यो पार्क चाहिँ यो पार्क राम्रो छ ल अब एक दुईवटा टक्क फोटोसोटो खिच्ने म चाहिँ सिङ्गल हो होइन यो पार्कमा जसरी फुलहरू सजिरहेको नि हजुरहरू चाहनुहुन्छ नि मैले नि त्यसरी नै सजाएर राख्न चाहन्छु अलराइट म चाहिँ सिङ्गल हो है मेरो भनाइ यति नै थियो केटाहरू चाहिँ यहाँ बसिरहेछ यहाँ चाहिँ हामी टक्क अब एउटा 2टा फोटो खिच्ने अनि चल्दिने ल अलराइट 360 राखेको रहेछ होइन यो चाहिँ पार्क हो म चाहिँ सिङ्गल हो होइन यो पार्कमा जसरी फुलहरू सजिरहेको नि हजुरहरू चाहनुहुन्छ नि मैले नि त्यसरी नै सजाएर राख्न चाहन्छु अलराइट म चाहिँ सिङ्गल हो है सिङ्गल मान्छे यहाँ चाहिँ सिङ्गल मान्छे यो चाहिँ हिजो मलाई एकजना पार्टनरले दिएको कि खान्छु भनेर फेरि मैले खाइनँ नि त्यहाँ फ्रिजमै छ है भनिदिएको त बेला एकछिन पड्किरहेको रहेछ जाती धेरै थियो क्या चिसो भएर क्या रड पड्किरहेको रहेछ क्या फ्रिजमै त धेरै चिसो भएर क्या त्यत्तिकै पनि जाडो छ यो चाहिँ खासै खाने चिज चाहिँ होइन कि तर पनि समटाइम्स आम्मा दाइ हिँड्दै हिँड्दै बोल्नुपर्ने हो दाइ भान्दै हिँड्दै हिँड्दै बोल्नुपर्ने हो ए ल म चाहिँ खानासाना खाएर एकछिन यहाँनिर ढल्केको कोठासोटा सफा गरेर टक्क एकछिन सुत्ने निन्द्रा लाग्दैछ कति दिनको निन्द्रा क्या
आज पनि यहाँनिर होलिडे चाहिँ होलिडे हो होइन, आज सन्डे हो होइन। सटरडे र सन्डे चाहिँ यहाँनिर सिटीकै पुरै यो नै पुरै बन्द हुन्छ क्या। अनि एकछिन बजार निस्केको त्यहाँ छ कि छैन खुल्ला छ कि छैन भन्दै त्यो माटोहरू चाहिँ पुरा खुल्लै हुन्छ होइन। फेरि आज गएन भने भ्याउँदैन क्या। भोलि भ्याउनु त भ्याउँछ, तर अब भोलि भोक लागेको हुन्छ, गलेको हुन्छ, के हुन्छ त्यही भनेर। त्यो सुनसान छ, कोही पनि छैन क्या, सुनसान। केटाहरूलाई जाउँ न एकछिन भनेको यहाँ ग्याङ्गेर घुम्नु थाल्यो। फेरि मलाई यस्तो मनै पर्दैन कि त्यो जाउँ भनेपछि जाउँ भनेर घाडुक गरिहाल्ने हो, ब्याङ गरेर लाग्यो। ल यो चाहिँ हाइवे हो है, बिचको हाइवे। बिल चाहिँ यहाँनिर छ ट्याक्क र होइन। यस्तै 500, 550, 600को सपिङ गरेर आएको। उयोहरू लिएर आएको मन्स्टरहरू खान्छु नि त म समटाइम त्यही भएर। हिजो हामी बसेको पार्क चाहिँ ऊ यहाँनिर बसेको थियौँ हामी। यो पार्क चाहिँ राम्रो छ, जोस् ठक्क राम्रो छ, रमाइलो छ। बजार सजार गयो आइयो, टक्क खानासाना पनि बेलुका खाना पनि पकाइयो खाइयो। यहाँनिर चाहिँ बेलुकाको 10 बजीसम्म घाम लागिरहेको हुन्छ। अहिले पनि टक्क पुरै घाम लागिरहेछ, घाम पनि गोल्डन कलरको देखिरहेको होला। त्यही हो, अब बिस्तारै बिस्तारै क्वालिटी अरू अलिक इम्प्रुभमेन्ट आउँछ। म अहिले सोच्दैछु अब बिस्तारै अलिक महिना बादमा चाहिँ एउटा टक्क मोबाइल पनि अपलोड गर्छु, ट्याक्क राम्रो हुन्छ। त्यसपछि चाहिँ अहिलेको पनि भिडियोहरू नराम्रो छैन होला, तर पनि अब त्यही हो। ल आज त्यति कहीँ पनि गइएन, यसो मार्केट गइयो आइयो, यसो 2-3वटा एनर्जी ड्रिङ्कहरू ल्याइयो। एकजना मैले साथीको चलाइदिएको थियो, उसको एउटा ल्याइदिएको, अनि 2टा मेरो लागि भनेर ल्याएको, एउटा फेरि उसले लग्यो, अनि एउटा मसँग छ। म चाहिँ समटाइम खान्छु, हप्तामा 1चोटि 2चोटि खान्छु, त्यही हो। त्यो पनि खासै अब यस्तो खाने पनि होइन, तर घरिघरि तल लाग्छ क्या। त्यो अब नेपालमा प्रायः अलिअलि खाइराख्ने बानी होइन, त्यही तल लाग्छ समटाइम मात्रै, तर त्यस्तो पनि खाँदिनँ म। ल थ्याङ्क यू गाइज फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ। त्यही भन्दै आजको दिनको अन्त्य भइसकेको छ।